हेलो गाइज, हामी चाहिँ बालेन सिटी जानलाई रेडी भइसकेको छौँ। गाडी आइसकेको छ, हेर्न सक्नुहुन्छ। फाइनली गाइज चियाबारी आइसकेको छ। अब हामी खाना खान झर्छौँ। खाना खाएर फेरि हामी चढ्छौँ। गाइज हामी चाहिँ खानासाना खाएर रेडी भइसक्यौँ। अब निस्किनु पर्ने हुन्छ यहाँबाट। प्रधान सरले सबै प्यासेन्जरलाई हालिसक्नु भयो। अब हामी यहाँबाट निस्किएर चाँडै बालेन सिटी पुग्ने छौँ। हामी बाटोमा आइसकेको छौँ, आधी बाटो आइसकेको छौँ। यस्तो धुलोको कारणले साथी यस्तो गाह्रो भयो। बाटो बिग्रेको छ, धेरै नै गाह्रो छ। फाइनली हामी चाहिँ साथीहरू बालेन सिटी पुगिसकेको छौँ। हेर्न सक्नुहुन्छ, रातको 8:30 बजे झिलिमिली बालेन सिटी हेरेर सब हाम्रो वडाध्यक्षहरूले चाहिँ के सिक्नुपर्ने हुन्छ भनेदेखि फोकस अन वर्क, क्लियर भिजन लिएर हिँड्नुभएको बालेन सरले जस्तै हाम्रो वडाध्यक्षहरू पनि क्लियर भिजन लिएर हिँड्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ, रातिको 12 बजेसम्म पनि दिउँसो जस्तै झिलिमिली छ। नेपाललाई स्विजरल्यान्ड बनाइदिनु भएको छ। आजलाई यति नै गाइज, भोलि न्यू भ्लगमा फेरि आउनेछौँ। गुड बाई।